हेलो साथीहरू, उमा आज मेकअप गरेर कता जानलाई भनेर सोच्नु भएको होला। कहाँ जाने भन्ने कुरा त तपाईँहरू फुल भिडियो हेरेपछि थाहा पाउनुहुन्छ। आज चाहिँ हाम्रो क्लबको प्रोग्राम थियो साथीहरू। क्लबमा जानको लागि साडी लगाउनु पर्ने थियो। साडी चाहिँ क्लबको ड्रेस हो है साथीहरू, किन यस्तो साडीलाई नभन्नु। मलाई चाहिँ राम्रोसँग साडी लगाउन आउँदैन, आफूलाई लतर पतर लगाउँछु। कस्तो देखिएको छ साथीहरू भनिदिनु ल। मलाई राम्रो देखिएको छैन। रेडी भइसकेपछि म र मेरो साथी भएर निस्क्यौँ। आजको हाम्रो प्रोग्राम चाहिँ होटल बोगामा थियो। हामी जाँदा चाहिँ प्रोग्राम रेडी भइसकेको थिएन। हामी चाहिँ त्यहाँको मेम्बर भएर पहिले जानुपर्ने थियो र अतिथिहरूलाई वेलकम गर्नुपर्ने थियो। आजको हाम्रो चिफ गेस्ट चाहिँ ज्ञानेन्द्र साई हुनुहुन्थ्यो। उहाँलाई सबैले चिन्नुहुन्छ होला होइन साथीहरू। त्यसपछि हाम्रो प्रोग्राम सुरु भयो साथीहरू। रोड ट्र्याकको गीत सुनाएर हामीले चाहिँ प्रोग्राम सुरु गऱ्यौँ। हामीले राष्ट्रिय ज्ञान पनि सुनाएको थियौँ। त्यसको भिडियो चाहिँ मैले लिन पाइनँ किनकि अतिथिलाई वेलकम गर्दै थिएँ कि त्यहाँनिर हाम्रो बहिनीहरू पनि डान्स गरे। बहिनीहरूको डान्स पनि राम्रो थियो। अनि हामीले न्यू मेम्बरहरूलाई शपथ पनि लिएँ। राति भइसकेको भएर मैले फुल भिडियो चाहिँ दिन पाइनँ लास्टसम्मको, किनकि म बच्चा छोडेर गएको भएर छिटो फर्केँ साथीहरू। थ्याङ्क यू।